परमेश्वरलाई धन्यवाद। सबैलाई जय मसीह। साँच्चै नै तपाईँहरूलाई आज स्वागत छ उत्पत्तिदेखि प्रकाशसम्मको यात्रामा। र आज हामी कुरा गर्नेछौँ पहिलो राजाको बारेमा। यहाँनिर हामी हेर्छौँ भनेदेखि सुरुवाती अध्यायहरूमा दाउद वृद्ध अवस्थामा हुनुहुन्छ र उहाँले सुलेमानलाई चाहिँ अब तेस्रो राजा नियुक्त गर्नुहुन्छ है। पहिलो चाहिँ साउल, दोस्रो दाउद अनि तेस्रो चाहिँ सुलेमान हुनुहुन्छ। अनि जब सुलेमानलाई हेर्छौँ भनेदेखि सुरुवाती समयमा उहाँ एकदमै आज्ञाकारी हुनुहुन्छ र एकदमै बाइबलको महत्त्वपूर्ण घटनालाई पनि हेर्छौँ भनेदेखि जब सुलेमानले प्रार्थना गर्दै हुनुहुन्छ परमेश्वरसँग, उनले प्रार्थना गर्दै गर्ने बेलामा चाहिँ परमेश्वरले भन्नुहुन्छ के चाहियो, त्यो बेलामा सुलेमानले के माग्छन्? बुद्धि माग्दछन्। अनि त्यो बुद्धिको मागेको प्रसन्नताले गर्दाखेरि परमेश्वरले उहाँलाई सबै घरानाहरूमा के दिनुहुन्छ? आशिष दिनुहुन्छ। र ठिक त्यसरी नै जब उनको विश्वास बढ्दै जान्छ अनि विभिन्न राज्यहरूमाथि पनि विजय पाउँछन् है, उनको हरेक प्रजाहरूमा पनि आशिष दिनुहुन्छ, हरेक कुराहरूमा आशिष दिनुहुन्छ, धन सम्पत्तिमा आशिष दिनुहुन्छ। तर हामी हेर्दछौँ जब उनले धेरै विवाह गर्छन् अनि विवाह गरिएका स्त्रीहरूले के गर्छन्? आफ्ना देवताहरू पनि ल्याएको कारणले गर्दाखेरि उनी के गर्छन्? बिस्तारै बिस्तारै परमेश्वरदेखि टाढा हुन लाग्छन्। र ठिक त्यसरी जब हामी हेर्छौँ भनेदेखि अगाडिका कुराहरू घटनाहरूमा परमेश्वरले चाहिँ अब एलियालाई पनि चुन्नु भएको हुन्छ अगमवक्ताको रूपमा। अनि एलियाको जुन अचम्भित कुराहरू हामी जब हेर्छौँ भनेदेखि उनले चाहिँ 400 जना बाल देवताका अगाडि परमेश्वरको महिमालाई प्रकट गरेका छन् है। स्वर्गबाट आगो खसालेर त्यहाँनिर आगो बालेका छन्। र ठिक त्यसरी नै अब जुन एलिसा पनि एलियाको पछाडि लागेको घटनाहरू हामी यस पुस्तकमा हेर्दछौँ। कति समर्पण भएका छन् है, कति सब थोक त्यागेर चाहिँ उनी के गरेका छन्? एलिसा एलियाको पछाडि लागेका छन्। अनि साँच्चै नै यो कुराहरू जब हामी हेर्छौँ भनेदेखि यस पुस्तकमा है परमेश्वरले आफ्नो मानिसहरूलाई विभिन्न योजनाका साथ, असल योजनाका लागि परमेश्वरले चुन्नु भएको हुन्छ। परमेश्वरले दाउद राजालाई है चुन्नुभयो, त्यसै गरी सोलोमन राजालाई है एकदमै राम्रो कामका लागि। उनले सुरुवाती समयमा राम्रो, तर बिस्तारै बिस्तारै संसारको विलासिताले उनलाई के गर्यो? तान्न लागेको कुराहरू हामी हेर्दछौँ। अनि हामी हेर्छौँ भने एलियाले कति अचम्भित कामहरू गर्नुभयो। परमेश्वरले कागद्वारा चाहिँ के गर्नुभयो? एलियालाई खानाहरू खुवाउनु भयो। अनि कसरी चाहिँ एलियाको पछाडि लाएर उनले निरन्तर आज्ञाकारिता भएर चाहिँ उनले के गरेका छन्? डबल आशिष पाएका छन्। अनि जब हामी हेर्छौँ भनेदेखि परमेश्वरले विभिन्न योजनाद्वारा चाहिँ मानिसहरूलाई चलाउनुहुन्छ। हामी हेर्छौँ भनेदेखि 40 भन्दा बेसी राजाहरूको बारेमा अब चाहिँ हामी निरन्तर हेर्नेछौँ। कुनै असल र कुनै खराब राजाहरू भएको कुराहरू हामी हेर्दछौँ। प्रिय, यस पुस्तकबाट हामी यही कुराहरू सिक्न सक्छौँ कि जब हामी परमेश्वरको नजिकमा हुन्छौँ धेरै आशिषहरू हामीले पाउँदछौँ, धेरै असल कुराहरू हामीले पाउने गर्दछौँ। तर जब हामी परमेश्वरदेखि टाढा टाढा आफ्नो इच्छाहरूमा हिँड्न लाग्छौँ भनेदेखि हामी आफ्नो विपत्तिलाई, आफ्नो परेशानीलाई, आफ्नो सङ्कटलाई, आफ्नो चिन्ताहरूलाई हामी आफै निम्त्याउँछौँ। तिनीहरू हामी कहाँ आउँदैनन् कि हामी उनीतिर बिस्तारै बिस्तारै लम्किँदै जान्छौँ। ठिक त्यसरी जसरी यो सोलोमन राजा सुरुवाती समय एकदमै असल हुनुहुन्थ्यो, परमेश्वरको नजिक हुनुहुन्थ्यो र बिस्तारै बिस्तारै ती थोकहरूले के गर्दै थिए? खिच्दै थिए सोलोमन राजा नजिक जानुपर्दा। तर प्रिय, आज परमेश्वरले तपाईँलाई पनि चुन्नु भएको छ। चुनाव तपाईँको हातमा छ। तपाईँ कति समयसम्म प्रभुको साथमा रहने भनेर। जब हामी फिलिप्पी 2:5-11 हेर्छौँ भनेदेखि यीशु क्रुसको मृत्यु समय आज्ञाकारी हुनुभयो। आज तपाईँहरूमा कहाँसम्म आज्ञाकारी हुने? चर्च जाने बेला मात्रै, घरेलु सङ्गति हुने बेला मात्रै, अथवा तपाईँको सामान्यमा कुनै सङ्गतिको माहौल छ त्यति बेला मात्रै? प्रिय, हामी हर समय परमेश्वरमा विश्वासयोग्य रहनु पर्दछ, आज्ञाकारी रहनुपर्छ। यीशु ख्रीष्ट त्यो क्रुसको मृत्यु समय आज्ञाकारी रहनुभयो भनेदेखि हामीलाई पनि त्यो आज्ञाकारी त्यो बेलासम्म रहनुपर्छ।
यदि हामी आशिष पाउन चाहन्छौँ भनेदेखि हामी आज्ञाकारी रहन जरुरी छ। यदि हामी आज्ञाकारी बन्न चाहँदैनौँ, रहन चाहँदैनौँ भनेदेखि त्यहाँनिर संसारमा धेरै कुराहरू छन् तपाईँले गर्न मिल्ने कुराहरू। परमेश्वरले स्वतन्त्रता दिनुभएको छ। दाउदलाई स्वतन्त्रता दिनुभएको थियो, सोलोमनलाई स्वतन्त्रता दिनुभएको थियो। आज परमेश्वरले तपाईँलाई पनि स्वतन्त्रता दिनुभएको छ। म तपाईँहरूलाई यही आग्रह गर्न चाहन्छु कि परमेश्वरदेखि टाढा नजानुहोस्, नत्र भने संसारमा भएका चिन्ते फिक्रै, लोभ, लालच है चिन्ताहरूसँग तपाईँ बिस्तारै बिस्तारै घुलमिल्दै जानुहुन्छ। त्यही कारणले समयमा नै परमेश्वरतिर फर्किनुहोस् र परमेश्वरले तपाईँलाई धेरै आशीष दिन चाहनुहुन्छ। जय मसीह।